यो चाहिँ कान्छाहरूकोमा एकदम हामी अब खोला जाँदैछौँ होइन ल सबै भाइहरू जाऊ है खोला कान्छाकै ठाडो काम छैन कतिको जाने तलबाट माथि त पुग्ने छैन ओए दामी पो देखिरहेको छ त है भ्यू त थोरै थोरै ब्याकग्राउन्ड भए पनि यहाँ तपाईँ होइन सिधै खोला हामी त पुरा व्यस्त छौँ 10 मिनट बनाएर हेलो माथि चाहिँ पौडी बनाएको केटाहरूले पुरी बनाएको छन् रे केटाहरूले माथिको घाम छ त कहाँ तल भने तलबाटै जाने माथिबाट क्या जाउँ न त जाउँ खोला तल मुनि छ क्या दुईवटा खोला यस्तो आएको छ सानो खालको त्यो माथि पौडी बादल गरिसकेको ए गर्मी मौसममा जाउँ ठाउँमा झाडीमा लाउँछ माथि कस्तो खुल्ला छ उकालो जाने हो क्या खोला डुल्दै जाउँ न माथिबाट सजिलो छ है खेत क्लिन त्यही छ जुम 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 छिटो डाँडा ए सुसँग र उसको भाइलाई हक्ने ठाउँ रहेछ त्यही कुरा भर्खर भर्खर सब अपलोड है भाइ आज चाहिँ खोला कहिले छ है साथी हो ए मस्त है बुढेसकालको लागि आज भिडियो बन्दैछ यो पुरा भिडियोहरू बुढेसकालमा टक्क लाएर हो सट्ट हेर्नुपर्छ अब यो त मर्ने बेला नि भयो बुढो भएर है बिपाई मै त हेर्छु है चस्मा नला हेर्न मुला मेरो बिप भाइ कस्तो बेला आउँछ हौ केटा जाने अहिले भिडियो एडिट गर्ने अनि टक्क हाल्ने हो अब चाहिँ थम्बनेल टक्क हाल्नु पर्यो के त सुजन अब आज चाहिँ एउटा थम्बनेल बनाएर हाल्छु के त मिलियन्स जान्छ कि मेरोमा मिलियन भ्यू भयो भने त उयो केटाहरूलाई त म त आमा हाउ है मिलियन्स गयो भने त ल आज चाहिँ 1 मिलियन्स भ्यू जाने भयो यो भिडियोले आधा जिन्दगी रेटिसक्यो भनेर कहिले शोक मनायो टक्कान है कुलोमा
अझै बाँकी रहेछ ठनेर ओठ पनि मना यार बोल्न आउँदैन यार के भन्ने यार के देखाउने यार यो चाहिँ के अरे है मलातो यो काँडे घाँस हो अब के देखाउने मलाई त गाई मलाई त फुल यसको दाना मारी चराले यसलाई चाहिँ के पो भन्छ नटिकेला कि के भन्छ नठिक अलच्ची यसलाई त के पनि हो यो बद्री भन्छ है यो चाहिँ र ऊ पकक्सी भन्छ खन्यु ए खन्यु खोइ यो चाहिँ हाम्रो ढकबहादुर कार्की चाहिँ कोइसी प अनि यो चाहिँ अम्बकको दाना हेर बेलौती अब यहाँ टक्क माछा मार्ने हो साथी हो टन्नो फ्राई गरेर हान्ने हो खरा हेर्ने हो गाई सर यतातिर खरा हेर्छ आज चाहिँ टुकुनले बोलेको छ मिलेन जान्छ यसले यो ठाउँमा मलाई फोटो खिच्नु ल्याएको हो क्या यसलाई दामी फोटो खिच्नु मन छ यहाँ त्यही भएर मलाई थाहा छ नि के खिचिदिन्थे खोला हल्का बढेछ हल्का पानी परेको थियो